नमस्कार साथीहरु, आज म तपाईलाई बेसिक म्याथमेटिक्स र बेसिक साइन्स एन्ड फिजिक्स को केही फर्मुला लगाएर र बेसिक लहरु त्यस्तै ट्रिग्नोमेट्रीको फर्मुलाहरु लगाएर म तपाईलाई आफ्नो बरन्डादेखि मुनि आँगनसम्मको हाइट पत्ता गर्नेछु। 3 2 1 0.9। अब तपाईहरुले हेर्नुभयो होला, नोट गर्नुभयो होला, टाइम हामीलाई बललाई मतलब एक्सिलरेट भएर मुनि ग्राउन्डसम्म पुग्नलाई ठ्याक्कै 0.92 सेकेन्ड्स लाग्यो। अब हामी के गर्छौं भने न्युटन जी को सेकेन्ड ल अफ इक्वेसन यानी कि s = ut प्लस हाफ यानी कि आधा at स्क्वायर। अब यो s भनेको के भने हामी अब यसलाई मोडिफाई नै गरौँ नि, फर्मुला कन्फ्युजन होला धेरै जस्तोलाई। अब हामी के गर्छौं भने s लाई h यानी कि s भनेको डिस्प्लेसमेन्ट, h भनेको हाइट, हाइट र डिस्प्लेसमेन्ट इक्वल हुन्छ, एउटै कुरा हो भन्दा। अनि u t लाई सेमै राख्छौं प्लस हाफ। अब यो a छ नि हैन, यसलाई हामी g लेख्छौं भने t स्क्वायर। अब मैले यो g किन लेखेँ भने धेरै जनालाई कन्फ्युजन हुन्छ, एक्सेलरेसन र एक्सेलरेसन ड्यू टु ग्राभिटी भनेको के हो। एक्सेलरेसन भनेको नर्मल एक्सेलरेसन भन्छ, कुनै चीज कन्टिन्युअसली मतलब रेट अफ चेन्ज अफ भेलोसिटी हो एक्सेलरेसन भनेको हो। र यो अनि मैले अब हामीले बल मुनि जाने भनेको एक्सेलरेसन ड्यू टु ग्राभिटी भइहाल्यो, त्यसकारण मैले ए लाई चाहिँ कन्फ्युज नहुनुहोस् भनेर जी मा कन्भर्ट गरे। अब के हो भने और h = u जहिले पनि 0 हुन्छ, किनकि इनिशियल भेलोसिटी जब बल मतलब खस्नु भन्दा अगाडिको भेलोसिटी यानी कि स्पिड चाहिँ जो चाहिँ जहिले पनि 0 हुन्छ। अनि 0 हुँदै 1 2 3 4 गरेर यसरी घट्ने मतलब बढ्ने हो त्यसको स्पिड। र जी को भ्यालु हामी राख्छौं 9.8 इन्टु टाइमको भ्यालु 0.92 को स्क्वायर। और h = 0 इन्टु 0.92 0 नै हुन्छ प्लस हाफ। अब यो हामीले रुल अफ अल्जेब्रा इन्डिसेसहरु त्यस्तो म्याथमा पढेको छौं। हाफ इन्टु 9.8 भनेको यो 2 ले यसलाई डिभाइड गर्छ भनेको हामीसँग आउँछ 4.9 0 प्लस 4.9 इन्टु 0.92 को स्क्वायर भनेको 0. यहाँ मैले क्याल्कुलेटरमा क्याल्कुलेट गरिसकेँ 8464। अब 4.9 इन्टु 0.64 4.9 इन्टु 0.8464 भनेको हामीसँग आउँछ 4.14। अब हामी यस 4.14 प्लस 0 भनेको 4.14 हुन्छ। अब एन्सर आउँछ हामीसँग 4.1। अब डेसिमल पछाडिको नम्बरमा म एउटा मात्र लिन चाहन्छु, किनकि जतिवटा पनि यहाँबाट यसको लिन सकिन्छ। र हाइटको जहिले पनि अब एसआई युनिट मिटरै हुन्छ। 4.1 मिटर हामीसँग हाइट निस्क्यो, रेलिङदेखि मुनि बल खसेको यानी कि आँगनसम्मको ठ्याक्कै हाइट। अब एन्सर हामीसँग यति आयो 4.1 मिटर। चाहे त म तपाईलाई नेक्स्ट भिडियोमा कि यो यसको प्रुफै म तपाईहरुलाई निकालेर दिउला। के म कसरी दिन्छु भने तपाईलाई प्रुफ ठ्याक्कै मेजरिङ टेपबाट तपाईले मेजर गरेर एप्रोक्सिमेटली 4.1 या फिर 4.2 त्यस्तै रिलेटेड हाइट म तपाईलाई प्रुफ देखाउन सक्छु। हस् त आजलाई यति नै, मिलौँ कुनै नयाँ भिडियोमा। र यस भिडियोलाई सब्स्क्राइब, लाइक र कुनै साथीहरुलाई शेयर गर्नुहोस् ताकि यो तपाईको एजुकेशनल पर्पजको लागि केही सहयोग गर्न सकोस्। हस्, नमस्कार।